आदरणीय दर्शक महानुभावहरू, अहिले हामी पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलियाङ गाउँपालिका जोड्ने यो हेवा खोलामा आएका छौँ र यहाँ चाहिँ भर्खरै घटेको घटना नेपालकै सबैभन्दा लामो बेली ब्रिज चाहिँ यहाँ बनिँदै थियो र यो जुन पुल चाहिँ अहिले उताबाट जोड्दै ल्याउने क्रममा यतापट्टिको लोड चाहिँ थाम्न नसकेर यहाँ लडिरहेको अवस्था देख्न सकिन्छ र यहाँ काम गर्ने हाम्रो मजदुरहरू चाहिँ एकदम गम्भीर घाइते भएको थिए र उहाँहरूको स्वास्थ्यमा चाहिँ कस्तो सुधार आएको छ त्यो चाहिँ थाहा छैन र उहाँहरूमध्ये लगभग 2 या 3 जनाको चाहिँ डेथ अलरेडी भइसकेको जानकारी पनि हामीले पाएका छौँ र यो जो हेमाकलले पहिलाको पुरानो पुल चाहिँ यहाँ मास्तिरबाट थियो यो चाहिँ हाम्रो पाँचथर ताप्लेजुङ जोड्ने प्रमुख एउटा मेची राजमार्ग हाइवे पनि हो, सडक पनि हो र यो पुल बगाएको चाहिँ ठ्याक्कै कति 10 महिनाभन्दा करिब बढी नै भइसकेको थियो। जुन यो 81 साल असोज 12 गते आएको बाढीले चाहिँ यहाँको पुल बगाएर अहिले नयाँ पुल बनाउनको लागि चाहिँ यहाँबाट पुल थापिएको थियो र यो पुल चाहिँ अहिले यता अगाडिपट्टिको चाहिँ लोड थाम्न नसकेर यो ब्रिज चाहिँ भाँचिएको अवस्थामा देख्न सकिन्छ। एक वर्ष बितिसक्दा पनि सरकारको कुनै पनि ध्यानाकर्षण नगएको, ध्यानाकर्षण गए पनि यो काम चाहिँ एकदम सुस्त भइरहेको थियो। सुस्त भए तापनि काम चाहिँ एकदम राम्रो भइरहेको थियो है, तर पनि अलिकति इन्जिनियरको गल्ती भनौँ या खै कसको गल्ती हो है, एकदम मजाले अगाडिको ब्रिज चाहिँ भाँचिएको रहेछ लोड थाम्न नसकेर। र अहिले चाहिँ जस यो समकालीनलाई यहाँ बाटो देखिराख्नु भएको छ, यहाँभन्दा अलिक तलतिर चाहिँ एउटा डाइभर्सन बनाएको छ, त्यो पनि अलिक ठुलो पानी पर्यो भने चाहिँ त्यो पनि बगाउँछ र सडक पुरै अवरुद्ध आउने छ है। त्यसैले यस विषयमा चाहिँ सरकारको सबैभन्दा चाँडोभन्दा चाँडो ध्यानाकर्षण गराउन पनि चाहन्छु। देख्न सक्नुहुन्छ।